नमस्कार, म स्वर्णिम वाग्ले, नेपाल सरकारको अर्थमन्त्री। आजदेखि चीनको ग्वाङ्जाउमा हुन गइरहेको एनआरएनए को 11औं एसिया पेसिफिक क्षेत्रीय सम्मेलनमा भेला हुनुभएका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा मेरो हार्दिक नमस्कार छ। यहाँहरूलाई थाहा छँदैछ, गत फागुन 21 को आम निर्वाचनपछि अहिले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ मन्त्रीमण्डल गठन भएर अहिले हामी चौथो 5औं महिनामा रफ्तारमा काम गरिरहेका छौं। लगानीको माहौल बनाउने, देशमै सम्मानजनक रोजगारीका अवसरहरू सिर्जना गर्ने, लामो समयदेखि सुधार गर्न नसकिएका इकोनोमिक र क्षेत्रगत सेक्टोरल रिफर्महरूमा चाहिँ व्यापक काम गर्ने। यसपालिको बजेट मैले जेठ 15 मा अनाउन्स गरेँ। 27 वटा ऐन त नयाँ लिएर आएर हैन, पब्लिक एन्टरप्राइजेसहरुको रिफर्म, इन्फ्रास्ट्रक्चरमा प्राइभेट फाइनान्सिङ लगायतका एआई जस्ता नयाँ नयाँ टेक्नोलोजीमा हाम्रा युवा पुस्तालाई आकर्षित गर्न, प्रोत्साहित गर्नको लागि एकदमै नयाँ डिपार्चरका कार्यक्रमहरू हामीले ल्याएका छौं। सरकारको आम्दानी बढाउनको लागि मेजर ट्याक्स रिफर्म्सहरू छन् र जोहो गरिएको रिसोर्सलाई पनि त्यसको समुचित उपयोग होस् भनेर एक्सपेन्डिचर प्याटर्नहरूलाई पनि राशनलाइज गर्न खोजिएको छ। त्यसैले यो समग्रमा अहिले मैले धेरै ठाउँमा भन्ने गरेको छु, यो आर्थिक जहाज मोड्ने र गन्तव्य नै नयाँ तय गर्ने हिसाबले यसपालिको बजेट फाउन्डेसनल लगानीको रूपमा ल्याइएको छ। दोस्रो र तेस्रो वर्ष हामी यो सुधारको एजेन्डालाई थप गति दिनेछौँ र चौथो र 5औं वर्ष यी रिफर्महरूबाट आएका रिजल्टहरूलाई चाहिँ लाभांशका रूपमा नेपाली जनतालाई बाँड्ने, वितरण गर्ने हाम्रो चाहिँ 5 वर्षे रोड म्यापबाट काम गरिरहेका छौँ। यो सबै कुराको लागि आन्तरिक स्रोत असाध्यै महत्त्वपूर्ण छ। हाम्रो वैदेशिक अनुदान र ऋण, सहुलियतपूर्ण ऋणहरूको पनि समुचित उपयोग गर्नुपर्नेछ, जोहो गर्नुपर्नेछ। यद्यपि यसमा धेरै चुनौतीहरू थपिँदै गएका छन् र यही मेसोमा हाम्रा विकासका आकांक्षाहरू, लक्ष्यहरू पूर्ति गर्नको लागि प्रवासको सहभागिता र प्रवासी पुँजी र लगानीको लागि हामीले विशेष पहल गरेका छौँ। यो कुरा हाम्रो निर्वाचन ताकाको वाचापत्रमा पनि उल्लेख गरेका थियौँ। सरकारले सफ्ट पावरको शीर्षक अन्तर्गत डायस्पोरिक इन्भेस्टमेन्टलाई पनि असाध्यै प्रश्रय दिएको छ। बजेटमा, नीति तथा कार्यक्रममा र अहिले अर्थ मन्त्रालयका विभिन्न पहलहरूमा पनि यसलाई उल्लेख गरेका छौँ। र हालै मलाई लाग्छ 2-3 दिन अगाडि मात्रै वर्षौंदेखि अड्किरहेको यो धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावलीमा संशोधन गरेर अब नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने शेयरको त्यो अधिकतम हिस्सा 85% पुर्याएर एउटा ठुलो सिग्नलिङ हामीले गरेका छौँ कि वी वेलकम डायस्पोरिक इन्भेस्टमेन्ट। प्रवासी साथीहरू अब ढुक्का साथ नेपालमा आएर लगानी गर्नुहोस्, पर्यटनमा लगानी गर्नुहोस्, आइटीमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जामा लगानी गर्नुहोस्, हाई भ्यालु एग्रिकल्चरमा लगानी गर्नुहोस्, ग्रिन रिइन्डस्ट्रियलाइजेसनका अवसरहरूमा ती अवसरहरू पनि छोप्नुहोस् र हामीले अलिअलि इम्पोर्ट डिस्प्लेसमेन्टको लागि पनि स्वदेशी उत्पादनमा पनि विशेष पहलहरू सुरु गरेका छौँ। त्यसमा पनि सहभागी हुनुहोस्। धेरै कुराहरूलाई सरकारले परीक्षण गरेर अन्ततः निजी क्षेत्रलाई नै त्यो सुम्पने म्यानेजमेन्टका लागि अपरेसनल लिजका माध्यमहरूबाट चाहिँ हाम्रा धेरै रुग्ण उद्योगहरूलाई पनि हामी अलिकति जगाउन खोजिरहेका छौँ। र यसमा पनि सबभन्दा सजिलो भनेको बाहिर देश दुनियाँ देखेर आउनुभएका, अलिकति लगानी योग्य पुँजी संग्रह गर्नुभएका हाम्रा एनआरएनएका साथीहरूको लागि यी अवसरहरू मलाई लाग्छ भावनात्मक रूपले पनि र आर्थिक सम्भावनाको रूपले पनि धेरै आकर्षक हुन्छ जस्तो मलाई लागेको छ। यहाँहरूको यो 2 दिने सम्मेलन एकदम सफलतापूर्ण ढङ्गले अगाडि बढोस्, मेरो हार्दिक शुभकामना छ।